खाते हेर्दा ल यहाँ 5-6 छ ल सबै दिने भइहाल्यो नि दिनु नि त त्यो यो प्रब्लम भयो त्यो मैला गर्दा भयो ल बाबा दिनु दिनु ल दिनु मैलाको वाला त अब यहाँ हामीसँग एउटा चक्लेट छ एउटा अब सबैलाई जुजोला खान मन लाग्छ होइन के काम भयो ल आरती भाँडा त तिमी हप्ता खानु पर्यो ल ल अब यसपछि आजको यस सभाको विसर्जन गरिदिनु आजको सभाको अध्यक्ष श्री कार्यक्रमको आजको उपस्थित बुवा आमा दाजुभाइ दिदीबहिनीहरू विभिन्न विद्यालयबाट पाल्नुभएका प्रधानाध्यापक शिक्षक शिक्षिकाहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू र यस संस्थाका कार्य समितिका पदाधिकारीहरू सर्वप्रथम त आज जुन यहाँ हाजी जवाफको कार्यक्रमको आयोजना गरेकोमा यहाँको आयोजनालाई स्वीकार गरेर उपस्थिति भइदिनु भएकोमा म र साथै यस क्लबको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यस आयोजना गर्नको लागि राजेश पण्डितज्यूबाट जुन यस किसिमको कार्यक्रम सञ्चालन गरिदिनु भयो त्यसको लागि आयोजकज्यूलाई पनि उहाँलाई पनि मेरो र साथै यस क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र मैले पहिले पनि भनिसकेँ यस्ता सामाजिक कार्य यहाँभन्दा अगाडि पनि यस ठाउँमा र बाहिर पनि धेरै गर्दै गइरहनु भएको र यहाँ पनि त्यस्ता कार्यक्रमको हामी योभन्दा अगाडि निरन्तर चलाइराखेका छौँ र अझै चलाउँदै जाने पनि छौँ र यस्ता कार्यमा मन अझै जाओस् र राम्रो राम्रो काम गर्दै जानुहुनेछ र उहाँहरूले चिताएको कुराहरू मनले चिताएको कुराहरू भनेर हामी कामना गर्दछौँ र अब यस संस्था यस्तो दाताहरूसँग हात आफ्नो जहिले पनि तयार छ र यसको लागि चाहिँ उहाँहरू जहाँ गए पनि अब जस्तो हामीले विभिन्न कार्यक्रम चलाएको छौँ उहाँहरूको नाम अवश्य नै अमर रहिरहनेछ जबसम्म यो संस्था रहिरहनेछ भन्दै आजको यस कार्यक्रम यही अन्त्य भएको घोषणा गर्दछु। हस्त धन्यवाद। हुन्छ नि खाउँ न यहाँ हामी जतिजना मानुहरू छौँ कति कति बाँकी छ भित्र प्याकेट सबैलाई राखेर खोले भइहाल्नु पर्यो सबै खोल्ने त भने हो आदि या पानी खाम ल पानी खाउँ बिस्कुट खाउँ होइन सबैजना आउँदै लिँदै गरौँ होइन जित्नै खाँदै गरौँ पानी सप्लाई भित्र त अँध्यारो आउँछ त्यसको त फोटो र मन्दिर अनि हाम्रो त्यहाँको नामहरू खिच्नु फोटो खिच्यो कि भिडियो फोटो पनि खिच्यो त्यसको
भइहाल्यो अन्त भेट्यो है भिडियो